गुड मर्निङ डियर स्टुडेन्ट, वेलकम टु आवर युट्युब च्यानल हेलो एकाउन्टेन्सी। आज हामी सब्सिडियरी बुकको कुरा गर्छौँ। एकाउन्टिङ प्रोसेसको एउटा यो सब्सिडियरी बुक पनि हाम्रो 2 मार्कमा एक्जाममा आउँछ, त्यसैले यसले पनि धेरै इजी छ। यो जसले पनि गर्न सक्छ, धेरै इजी छ। त्यसैले यो मैले तपाईलाई बताउँछु, 2-5 मिनेटमा पनि तपाईले यो बुझ्न सक्नुहुन्छ, यति इजी छ। अब पहिला के हो सब्सिडियरी बुक हो के, पहिला यो बुझ्नु। तपाईले जर्नल पढ्नु भएको होला। जर्नलमा के हुन्छ कि तपाईले एउटै क्वेशनमा हेर्नुहुन्छ भने त्यसमा पर्चेजको पनि हुन्छ, गुड्स पर्चेजको पनि हुन्छ, गुड्स सोल्डको पनि हुन्छ, स्यालेरी पेड, रेन्ट पेड, वेजेज रिसिभ, कमिसन रिसिभ, डिस्काउन्ट रिसिभ, मतलब एउटै जर्नलमा तपाईको धेरै टाइपको क्वेशनहरु मिक्सअप हुन्छ। तर सपोज 1 महिनाको ट्रान्ज्याक्सन गर्नुहुन्छ, त्यसमा 10-15 वटा ट्रान्ज्याक्सन हुन्छ, सबै टाइपको मिक्स हुन्छ। स्यालेरी पेड देखि लिएर बिजनेस स्टार्ट देखि लिएर गुड्स पर्चेज देखि सोल्ड सम्म सबैको कुरा हुन्छ। सब्सिडियरी बुकमा के हुन्छ नि, तपाईले सोच्नुस्, जस्ट इमेजिन कुनै तपाईको कुनै कम्पनी छ, त्यसमा के हुन्छ, तपाईले एकै दिनमा 50 चोटी पर्चेज गर्नु भइराछ। महिनामा 50 चोटी 100 चोटी, चाहे एक दिनमा जब 10 चोटी 5 चोटी पर्चेज गर्नुहुन्छ, महिनामा त 300-400 भइहाल्छ। अब त्यस्तो त्यति पर्चेज गरेपछि तपाईलाई त्यसको जर्नल मेन्टेन गर्न कति गाह्रो हुन्छ। जर्नल बनाउनु हुन्छ त धेरै गाह्रो हुन्छ। या जर्नल पर्चेज गर्नु भयो, या सेल्स एकै दिनमा 50 चोटी सेल्स गर्नु भइरहेछ, त्यसको जर्नल गर्नु छ, त त्यस्तो जर्नल गर्नमा त धेरै अब के हुन्छ, गर्न त सकिन्छ, तर त्यो के हुन्छ, गाह्रो भयो। एकाउन्टको काम के हो, कुनै पनि गाह्रो कामलाई इजी गर्ने र फ्युचर रिकर्ड मेन्टेन गरेर राख्ने। किनभने हामीले के हुन्छ, गाह्रो काम त जसरी पनि गरे सिस्टमेटिक वेले हामीले के गर्छौँ, साइन्टिफिक वेले सबै कुरा प्रिजर्भ गरेर राखेर फ्युचरलाई इजी गर्नको लागि इन्फर्मेसनहरु हामीले रिजर्भ गरेर राख्छौँ। अब सब्सिडियरी बुकले के भन्छ नि, हामीले जति हामीले ठुलो संस्थाहरु छ, अब एक दिनमा जति गरिरहेछ, यिनीहरुले के गर्छ, पर्चेज बुकलाई एकनिर राख्छ, महिनामा कति पर्चेज गर्यो त्यो आइहाल्छ। सेल्स बुक हुन्छ, एकनिर सेल्स बुक राख्छ। पर्चेज रिटर्न बुक, मतलब हामीले सामान पर्चेज गरेपछि रिटर्न पनि गर्छौं। सेल्स रिटर्न, हामीले सामान रिटर्न पनि गर्छौं। त यो सब पनि कुरा हुन्छ। अब के हुन्छ, पर्चेज रिटर्न को नाम के हुन्छ, रिटर्न आउटवर्ड। पर्चेज रिटर्न को नाम के हो, रिटर्न आउटवर्ड। सेल्स को के नाम हो, रिटर्न इनवर्ड। अब सर यो किन यसको रिटर्न आउटवर्ड र इनवर्ड हुन्छ, त जस्ट सोच्ने नि तपाईहरुले। सामान हामीले पर्चेज गर्यो, सामान पर्चेज गरेपछि के हुन्छ, यो मैले क्याल्कुलेटर पर्चेज गरे त मनिर आयो, तर फिर्ता गरेपछि के हुन्छ, मबाट गइरहेछ, त्यसैले के भयो, त्यो आउटवर्ड भयो। सामान मैले किनेको सामान फिर्ता गरे त सामान यो के भएछ, मबाट टाढा भयो, त्यसले हामी के भन्छौँ, आउटवर्ड भन्छौँ। त्यस्तै हामीले सामान कुनै सेल गर्यो त सामान सेल गरेपछि यो त मबाट गइसकेछ, तर त्यो मान्छेले जब मतलब रिटर्न गर्छ, त रिटर्न गरेपछि त्यो के भयो, हाम्रो सामान मनिर आइरहेछ, त्यसैले के भयो, इनवर्ड। रिटर्न सेल्स रिटर्न मतलब रिटर्न इनवर्ड, मतलब हामीबाट सामान आयो। पर्चेज रिटर्न मतलब आउटवर्ड, रिटर्न आउटवर्ड मतलब हामीबाट सामान गयो। त्यति खासै केही छैन। अब मेन यो बुझ्न सब्सिडियरी बुक त्यसमा पनि पर्चेज बुक पहिला एउटा कुनै बुझिहाल्नु छ नि, सबै त्यस्तै छ। अब पर्चेज बुकको म राम्ररी एक्सप्लेन गर्छु, ठीक छ, तपाईले यो नोट लेख्नु होला, म एक्सप्लेन गर्छु, ध्यानले सुनेपछि नोटको पनि जरुरी पर्दैन। जस्तै पर्चेज बुकले के भन्छ नि, पर्चेज बुकमा कस्तो ट्रान्ज्याक्सन रिकर्ड हुन्छ, हाम्रो जे को बिजनेस छ, त्यो सामान हामीले उधारोमा पर्चेज गरेर ल्याएछौं, फेरि बेच्नको उद्देश्यले त्यही रिकर्ड हुन्छ। हाम्रो जे को बिजनेस छ, त्यो सामान मैले उधारोमा खरिद गरे, किन खरिद गरे, बेच्नको लागि, त्यस्तै सामान रिकर्ड हुन्छ। मेरो अब कपडाको पसल छ, त म उधारोमा कपडा किन किन्छु, बेच्नको लागि, त त्यो आइटम के हुन्छ, रिकर्ड हुन्छ। तर त्यही कपडा म नगदमा पर्चेज गर्छु, मतलब त रिकर्ड हुँदैन। एकचोटी अझै भन्छु है, पर्चेज बुकको बुझ्नु, पर्चेज बुक बुझेपछि सबै बुझ्छ। पर्चेज बुकले के भन्छ नि, हामीले जे को बिजनेस छ, बिजनेस रिलेटेड आइटम पर्चेज गरेछौं उधारोमा, के को मोटिभले, फेरि बेच्नको मोटिभले, त्यसलाई हामीले रिकर्ड गर्छौं। जस्तै इक्जाम्पलको लागि मेरो कपडाको पसल छ, मैले 5 लाखको कपडा उधारोमा पर्चेज गरे, खरिद गरेर ल्याए, त त्यो रिकर्ड हुन्छ कि हुँदैन, रिकर्ड हुन्छ। किनभने मेरो कपडाको पसल छ, कपडा मैले किन किनेको होला, बेच्नको लागि, रिकर्ड हुन्छ। मेरो कपडाको पसल छ, तर मैले एउटा मोटरसाइकल किन उधारोमा, रिकर्ड हुन्छ, हुँदैन। कपडाको पसल छ, तर मोटरसाइकल मैले उधारोमा किने, त त्यो रिकर्ड हुँदैन। कपडाको पसल छ, मैले के गरे, कपडाको पसल छ, मैले के गरे, अरु मतलब के हुन्छ, एउटा वाशिङ मेसिन घरको लागि किने, रिकर्ड हुन्छ, हुँदैन, ठीक छ। जे को बिजनेस छ, त्यो सामान उधारोमा किनिरहेको छु, त्यही रिकर्ड हुन्छ। सपोज मेरो स्टेशनरी छ, कपी किताबको पसल छ, मैले के गरे, किताब उधारोमा किताब कपी किनेर लाए, त रिकर्ड हुन्छ कि हुँदैन, रिकर्ड हुन्छ।
किताब कपीको पसल छ, नगदमा किताब कपी किनेर ल्याए रेकर्ड हुन्छ कि हुँदैन? त हुँदैन, किनभने त्यो क्यासमा छ। हामीले कुन ट्रान्जेक्सन रेकर्ड गर्नु छ? क्रेडिट ट्रान्जेक्सन। त्यस्तै अर्को एउटा के कुरा बुझ्ने, किताब कपीको पसल छ, मैले एउटा फोटोकपी मसिन उधारोमा पर्चेज गरेर ल्याएँ, रिकर्ड हुन्छ कि हुँदैन? त रिकर्ड हुँदैन। किन हुँदैन? मेरो किताब कपीको पसल हो त म के बेच्छु? किताब कपीको पसलमा किताब कपी बेच्छु। त्यो फोटोकपी मसिन मैले किन किनेछु? आफ्नो युजको लागि, बिजनेसको युजको लागि, नट फर सेल। मैले आफ्नो बिजनेसमा त्यो फोटोकपी मेसिन किन किनेको होला? फोटोकपी गरेर बेच्नको लागि। तर फोटोकपी मेसिन बेच्नको लागि थोरै किनेको फोटोकपी मेसिन, त्यो त मैले आफ्नो बिजनेसको युजको लागि किनेछु। बिजनेसमा आउँछु भने त्यसको हेल्पले म केही पैसा कमाउन सक्छु। त्यसैले फोटोकपी मेसिन रिकर्ड हुँदैन। पुरा बुझ्ने, यसबाट कन्सेप्ट क्लियर हुन्छ। हुँदैन भने यो भिडियोलाई अलिकति पछाडि गरेर हेर्ने, दुईचोटि तीनचोटि हेर्नु, क्लियर हुन्छ। अब मैले एउटा क्वेशन छ, म यो एउटा सल्भ गर्छु, त्यसपछि तपाईहरुले आफै गर्न सकिन्छ। जस्तै यहाँ एउटा पर्चेज बुक छ, ठीक छ। अब के भनेछ? पर्चेज फ्रम राजा रत्न। अब यसको यो फर्मेट हो पर्चेज बुकको, यो पर्चेज बुकको फर्मेट हो। अब के हुन्छ? सबभन्दा पहिला डेट लेख्ने। डेट के छ त? जुन 10 हो, त मैले डेट लेखे। अब पर्चेज फ्रम रत्न फर्निचर, ल पुरा नाम लेख्नु होला, मैले आदि लेखे। अब सुन्नु, तपाईले एकाउन्टमा पढ्नु भएको होला, क्वेशनमा नाम दिन्छ मतलब के बुझ्नुहुन्छ त? उधारो क्रेडिट ट्रान्जेक्सन। हामीले रत्न फर्निचर हाउसबाट के किन्छौँ? 5 वटा सोफा सेट किन्छौँ, 5 वटा सोफा सेट @ 20,000 इच। त 20,000 × 5 गर्नुहुन्छ त कति हुन्छ? 1 लाख। मतलब 1 लाखको हामीले के गरेछौँ? फर्निचर पर्चेज गरेछौँ। 20 वटा चेयर किनेछौँ, 20 वटा चेयर किनेछ, 4 रुपीज। अब यहाँ ध्यान दिनु, 4 भनेछ, @ भन्छ नि यस्तो, त मल्टिप्लाई गर्ने। अब 4 भनेको मतलब मल्टिप्लाई नगर्ने, किनभने यो टोटल अमाउन्ट दिएछ। त 20 चेयर 30,000, त यो 30,000 लेखिदिनु। अब यो दुवैलाई जोड्ने, कति भनेछ? 1,30,000 भयो। अनि अर्को कुरा के ध्यान दिनु, तल के भन्छ? ट्रेड डिस्काउन्ट छ। ट्रेड डिस्काउन्ट र क्याश डिस्काउन्ट दुईटा हुँदछ। ट्रेड डिस्काउन्ट जब हामीले उधारोमा सामान पर्चेज गर्छौँ, त्यसमा कुनै डिस्काउन्ट पाउँछ, त्यसलाई हामी ट्रेड डिस्काउन्ट भन्छौँ। यसमा मात्र ट्रेड डिस्काउन्ट हुन्छ। क्याश डिस्काउन्टलाई के गर्ने? इग्नोर गर्ने, जरुरी छैन, दिँदा पनि छैन। लेस 10% ट्रेड डिस्काउन्ट, ट्रेड डिस्काउन्ट। अब ध्यान दिनु, यो तल दिएछ नि डिस्काउन्ट, त्यसैले दुवैबाट घटाउने। साइडमा यसको जस्तो दिएको हुन्छ, मात्र यो चेयरबाट घटाउने। त 1,30,000 को 10% गर्नुहुन्छ भने कति हुन्छ? 13,000। त 1,30,000 बाट 13,000 गयो त कति हुन्छ? 1,17,000 हुन्छ, ठीक छ। त्यसपछि अब जुन 25 मा के छ? पर्चेज फ्रम सीता फर्निचर हाउस, सीता फर्निचर हाउस। अब के किनेछ? 10 वटा टेबल किनेछ @ 3,000 इच। फेरि @ भनेछ के गर्ने? मल्टिप्लाई, 10 × 3 गर्नुहुन्छ कति हुन्छ? 30,000। यहाँ कति लिने? 30,000। 15 वटा चेयर किनेछ, एउटाको कति छ? 1,000 छ। त 15 चेयर @ 1,000 इच। अब के गर्नुहुन्छ? यो 15,000 भइहाल्छ। अब यो दुवैलाई जोड्नु, कति भयो? 45,000। कति भयो? 45,000। अब यसमा के भनेछ? 5% डिस्काउन्ट छ केमा? यसमा मात्र। त यो चेयरको प्राइस कति भयो हाम्रो? लेस 5% डिस्काउन्ट अन चेयर। ल, चेयरको कति छ त? 15,000 छ। त 15,000 को 5% गर्नुहुन्छ त भने कति आउँछ? 750 आउँछ। त यो 750 के गर्ने? घटाइदिनु। त 750 घटाउनुहुन्छ त कति आउँछ? त यो घटाएपछि हाम्रो कति आउँछ? 44,250। यो सबलाई जोड्नु, त टोटल गर्नुहुन्छ त कति आउँछ? त टोटल हो 1,61,250। यो हाम्रो एन्सर भयो। तपाईले यसरी गर्नुहुन्छ भने तपाईले मजाले सक्नुहुन्छ, इजी पनि छ, तपाईले कन्सेप्ट पनि दिइहाले। अब तपाईलाई म टास्क दिन्छु, ठीक छ। अब के हुन्छ? जस्तै मैले यो पर्चेज बुक गरे नि, तपाईले सेल्स बुक गर्नु होला। सेल्स बुकको पनि त्यस्तै,
जेको बिजनेस छ त्यो सामान हामीले उधारोमा सेल गरिरहेको छौँ त रेकर्ड हुन्छ, क्यासमा सेल गर्छु भने हुँदैन। जस्तै मेरो कपडाको पसल छ, उधारोमा कपडा सेल गर्छु त रेकर्ड हुन्छ, तर मेरो कपडाको पसल छ, मेरो पुरानो मोटरसाइकल थियो, मैले त्यो बेचिदिएँ त त्यो रेकर्ड हुन्छ कि हुँदैन? हुँदैन। मेरो कपडाको पसल छ, मैले मसँग रद्दी थियो, अखबार थियो, न्युजहरू हुन्छ नि, मसँग त्यो थियो, मैले पढेर त्यति जम्मा गरेर राखेको थिएँ, त मैले सेल गरेँ, त त्यो रेकर्ड हुन्छ? हुँदैन। जेको बिजनेस छ त्यो सामान हामीले उधारोमा बेच्छ त्यो रेकर्ड हुन्छ सेल्स बिलमा। रिटर्नमा पनि त्यही हो, जेको बिजनेस छ त्यो सामान रिटर्न गर्छ भने रेकर्ड हुन्छ। यही हो। अब यसरी गरेर तपाईँले पर्चेज बुकको मगेर बाँकी तपाईँले आफै बनाउनु बन्छ, अनि एकाउन्टिङ इक्वेसन पनि गर्नु, अनि यसरी गर्नु तपाईँलाई एक्जाममा हेल्प हुन्छ। अनि भिडियोलाई सक्दो बढीभन्दा बढी साथीलाई सेयर गर्नु कि हामीले यस्तो भिडियो अझै लिएर आउँछौँ। यति पनि यो भिडियोबाट बिदा लिन्छु। थ्याङ्क यू एभ्रिवान।